हजुरलाई सम्पूर्ण मिडियामा स्वागत छ है। हिजो तपाईँहरूलाई राति 12 बजे यहाँबाट प्रहरीले खास उठाउनुको कारण के हो? खास सुरु दिनदेखि चाहिँ हामीलाई अनेक तरिकाले टर्चर गर्ने, तनाव दिने, धम्काउने, भगवान्को आमालाई घरबाट रिसाउने गाडी भगवान्को आमालाई पठाइसके पछाडि चिन्तालाई पठाइसके पछाडि राति 12 बजे पहिला 2-4 जना केटाहरू आए आउने एकैचोटि 2-400 पुलिसै आए 8 बिन्ती छ हामी डक्टरहरू 5,000 भन्दाखेरि डक्टर भेटाइसक्यो चेक गर्नुभएको थियो प्रेसर कम सुगर कम अलिकति यो भनौँ न हामीले त्यसलाई त्यसरी म्यानेज गर्ने भनौँ सलाइन चढाउन पनि पुलिसले 200 ट्याक्स गरेर यो हातमा चाहिँ यो सलाइन यो हातमा लगाएको थियो कि यहाँ यस्तै हानेर यिनीहरूले यो हात चाहिँ पुरै यत्रो सुन्ने थियो कि होइन सलाइन पनि चढाउनु मिलेको थिएन के पनि गर्न मिलेको थिएन पछि राति हामीले म जाँदिनँ बिन्तीसम्म आराम गर्न दिनुहोस् म दिनभरि आराम गर्न पाएको छैन केही पनि गर्न पाएको छैन भनेर भन्दाखेरि पनि जबरजस्ती पुलिसहरू आएर एउटा घाँटीमा समातेर खिचारेर भ्यानमा राखेर गाडीमा राखेर हस्पिटल लान्छु भन्दै थियो भन्नु तर माइती दिइरहेको लान्छ मानिसहरूतिर पुऱ्याएँ अनि गल्ली गल्लीमा पुऱ्याएँ त्यहाँ चाहिँ अब मारिदिने सुई लगाइदिने मलाई त्यहाँभित्रको एकजना त्यो राम्रो चाहनु भयो अनि तँलाई चाहिँ सुई लगाएर आज मार्न खोजेको छ र अनसन बस्दा बस्दै मऱ्यो भनेर समाचार बनाउन खोजेको छ भनेर पनि कुराहरू गरेँ अनि चाहिँ एकदम नराम्रो लाग्यो एकदम दुःख पनि लाग्यो अनि हाम्रो साथीहरू पनि थिए अनि त्यसपछि त्योहरू भनौँ न त्यसपछि चाहिँ हामीलाई त्यहाँबाट अब हाम्रो केटाहरूले झगडा गऱ्यो करायो अनि त्यो चाहिँ हामीलाई वीर हस्पिटल लग्यो वीर हस्पिटल लगेर त्यहाँभित्र हाम्रो हरिश सरलाई चाहिँ यत्तिकै चिसोमा राखिरहेको थियो राति 12 बजे अनि उहाँको पुलिस पिछाडि चाहिँ अनेक नाटकहरू गर्ने फसाउने प्रयासहरू चलिरहेको थियो त्यसभन्दा पछाडि चाहिँ अनि हामी त्यहाँबाट गइसकेपछि हामी त्यहाँको डक्टरहरूलाई कुरा गरिसकेपछि अब अलिकति थोरै गरेर म्यानेज गरेर भनेर त्यहाँ हामीलाई त्यहाँबाट हाम्रो सबै सामान उठाइदियो बिस्ताराहरू हाम्रो टेन्टहरू हाम्रो कपडाहरू हाम्रो जुत्ता चप्पल सब उठाएर लगिदियो पुलिसले लगे पछाडि चाहिँ हामी त्यहाँबाट हामीलाई भाग्न दियो ट्याक्सीमा चढेर ट्याक्सीमा चढ्नु त्यहाँ ट्याक्सीमा पनि तल भनेर ट्याक्सीहरूलाई पनि फर्कायो अनि जसो तसो एउटा ट्याक्सी हामीले बाहिरबाट मगाएर हुँदैन अनि त्यसपछि त्यो ट्याक्सीमा चढेर भागेर हामी बाहिर आउँदाखेरि हामीले लाउने कपडा ओछ्याउने ओढ्ने टेन्ट के पनि थिएन यहाँ नभइसकेपछि हामी भैमै बस्छौँ हामी यहीँ बस्छु भन्यौँ होइन अनि तल यही पनि फेरि अब तल रातभरिमा जे पनि हुनसक्छ उनीहरू ल्याएर मार्न सक्छन् जे हुनसक्छ यहाँनिर भन्ने हाम्रो कुरा गरिरहेको थियो यिनीहरूले त्यो कुराहरू गरिसके पछाडि चाहिँ हामी मर्दै बसेको होइन हाम्रो फरक पर्दैन तर हाम्रो माग हामी जनता अनि शहीद र घाइतेको जुन चाहना छ यति धेरै गरेर चाहिँ जेनजीहरूले जुन परिवर्तन ल्याएको छ ताकत नगरिकन धोका दिएर चाहिँ हामी जाँदैनौँ उनीहरूका लागि हामी यहीँ बस्छौँ भनेर हामीले यहीँनिर बस्यौँ अब रातभरि एकदमै कठाङ लियो 16 दिन फ्रिजन भयो हिजो पनि हामी फ्रोजनै भइयो अनसन चढाउनको लागि चाहिँ सुजन केटाहरू आएको थिए होइन अनि पछि उनीहरूले पनि त्यति केही नलागेपछि पुलिस बोलाएर चाहिँ हामीलाई उठाएर पहिला उठाउने प्रयास गरेको थिए अब देश बन्नु पऱ्यो नेपाल बन्नु पऱ्यो प्रदेश कार्य हुनु पऱ्यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनु पऱ्यो भन्ने कुराहरू हो उहाँले चाहिँ अब समर्थन गरिदिनुहोस् राजालाई समर्थन गरिदिनुहोस् आइदिनुहोस् होइन हामीले अब जनतालाई समर्थन गर्ने हो हामीलाई यो देशमा दुईवटा मात्रै अप्सन छ कि त सम्मानित व्यक्तित्वलाई राष्ट्रपति बनाए पनि ठिक छ इन्डिया मोडलमा नभए भनौँ न राज्य भयो भने त्यस्तो साह्रै बिग्रिँदैन कि हाम्रो चाहिँ 3टा कुरा मुख्य कुरा चाहिँ प्रत्यक्ष कार्यकारी प्रदेश सभा खारेज होइन अनि विदेशमा भएकालाई मताधिकार अनि भनौँ न मजदुरलाई रोजगार ग्यारेन्टी शिक्षा स्वास्थ्य निःशुल्क र अर्को भनेको चाहिँ मेन भनेको वैदिक सनातन हिन्दू बुद्ध किराँतवाद हुनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो मैले त्यही भनेर पठाएँ यहाँ अरू पनि धेरैजना हिजो डाक्टर भोला सर हाम्रो रामप्रसाद
गाह्रो छ है, एकदमै गाह्रो छ। अनि चाहिँ अब के छ भन्दाखेरि चाहिँ जस्तो अब एकदमै गाह्रो छ। बिहान एक्सप्रेसले गर्दा 80/50 जस्तो थियो, त्यो चाहिँ फ्लुइडहरू चलाएको 70/40 थियो। त्यो सुगर चेक गर्दाखेरि 40 मात्र थियो। यो भनेको लगभग आइसियुमै बस्नुपर्ने, आइसियुमा बस्नुपर्ने कन्डिसन हो। अब एकदमै गाह्रो छ। मरिन्छ जस्तो पनि लाग्छ कतिपय। तर यसो सोच्थ्यौँ हामीले शहीदको पीडा, घाइतेको पीडा, अहिले भर्खर जेलमा भएका जेनजीहरू जस्तै राजीव गुरुङ होइन सुन्दारामा, अनि चाहिँ यो युनिक्स बेस्ट अब सेन्टरमा, विनोद कार्की सेन्टरमा हाम्रो मिलन खत्री होइन, लगायत टन्ने हाम्रो सुजन भाइ होइन, अरू टन्नैजनाहरू 1133 जना जेनजीहरू अहिले पनि जेलमा छन् होइन। अहिले पनि घाइतेहरूको हालत, अहिले भर्खरै पनि अभिषेक भाइले दाइ दुख्यो भन्ने फोन गरिरहेको छ होइन। प्रकाश बोराको हालत त्यही छ, लक्ष्मण नेपालीको हालत त्यही छ। अहिले भर्खरै शहीद परिवारहरू यहाँ आइराख्नु भएको छ, घाइते परिवारहरू पनि यहाँ आइराख्नु भएको छ। एकदमै उहाँहरूको पीडाहरू सम्झिन्छु। अनि उहाँहरूलाई कम्तीमा पनि थोरै भए पनि आशा दिन सकिन्छ कि किसान मजदुरहरूलाई थोरै भए पनि यसमा थोरै भए पनि आशा दिन सकिन्छ कि शिक्षा स्वास्थ्य फ्री गर्नका लागि केही आवाजहरू सुनिन्छन् कि कसैले यो देशमा किसानको उत्पादनहरू किनिदिने, रोजगार सिर्जना गर्ने ध्यान जान्छ कि भनेर चाहिँ अलिकति देशको भविष्य सोचेर अनि हजुरहरूको साथ, मिडियाको साथ, अनि सँगसँगै युवाहरूको साथ, सबैको साथ सोचेर चाहिँ त्यस अलिकति आत्मबल छ र त्यस भरोसा मिल्छ। खास यो चाहिँ जनताहरूलाई बुझाउनको लागि हो क्या। जनताहरूलाई चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि यदि अहिले फागुन 21 गते नै प्रतिनिधि सभाकै चुनाव भयो भने जुन हाम्रो यो जेका लागि जुन चाहिँ आन्दोलन भयो नि त, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अनि प्रदेश कार्य र 40 साल यता नेता कर्मचारीको छानबिन जिन्दगीभर हुँदैन कि। किन हुँदैन भन्दाखेरि संविधान संशोधनको लागि UTI चाहिन्छ, त्यही बसेको आउँदैन क्या। त्यही भएर यो बेस्ट मौका हो कि। सोच्नु न 40 सालमा संविधान संशोधन होइन अनि 63 सालमा पनि नयाँ संविधान लेख्न हुने। तर अहिले आएर हुन संविधानको 3टा कुरा फेरि भन्दा पनि नसकिन्छ हुँदैन नि त। 40 सालभन्दा ठुलो ज्यान जुन त अहिले भयो, ठुलो विध्वंस त अहिले भयो नि त। अब यो चाहिँ हुनुपर्छ। मिल्नु राम्रो हो। हामी सबैजना नेपाली जनता मिल्नुपर्छ, नयाँ शक्तिहरू मिल्नुपर्छ। काङ्ग्रेस एमाले माओवादी फेरि आउनु भएको त्यसको लागि दुर्भाग्यमा जानुहुँदैन। तर नयाँ शक्तिहरू नमिलेसम्म सम्भव छैन। र एउटा मात्र के गर्न चाहन्छु भन्दाखेरि चाहिँ इभन रवि, बालेन, कुलमान, हक होइन, सबैलाई चाहिँ मैले हामी सबैको एउटै मात्र चाहना प्रत्यक्ष कार्यकारी छ। सबैले लेखेकै छ प्रदेश खारेजको लगभग सबैको छ होइन। अनि विदेश भएकालाई मताधिकार सबैको छ। पहिला यति संशोधन गरौँ न, यति गरौँ, अहिले गरौँ। सबैजनाले भन्यो भने फेरि अहिले हुन्छ। अहिले सुशीलालाई हट्छ कि मेरो सबैले भन्यो, सुशीला कार्की पनि हट्छ, नहटे पनि यो मागहरू पुरा हुन्छ, सबै कुरा हुन्छ। त्यसपछि चुनावमा जाऊँ, 6 महिनापछि चुनाव गरेँ। तर अहिले चुनाव गऱ्यो भने त सम्पूर्ण आन्दोलन खेर गयो, सबै कुरा खेर गयो। चुनाव त आखिर चोरा चुनाव भइहाल्थ्यो नि होइन, गराइहाल्थ्यो नि जसले गराए पनि। तर यो भनेको यत्रो विध्वंस भएको, यतिजनाले ज्यान दिएको, यत्रो ठुलो परिवर्तन, यत्रो ठुलो यसमा ठुलै परिवर्तन लाग्यो। माओवादीले पनि धोका दियो, सुशासन र प्रत्यक्ष कार्यकारीहरूलाई 17,000 मार्यो, अहिले 78 जना मार्यो। अहिले पनि धोका नदिउँ न साथी हो भनेर चाहिँ हामीलाई चाहिँ त्यो हो। त्यही भएर रविलाई, बालेनलाई के अनुरोध गर्छु भन्दाखेरि मिल्नुहोस् होइन, कुलमानलाई सबैलाई सबै मिलौँ र मिलेर चाहिँ हामीले यो मागहरू छन् यो पहिला पुरा गरौँ, त्यसपछि चुनावमा जाऊँ है। म यति अनुरोध गर्न चाहन्छु। छैन सर, कोही आउनु भएको छैन। धन्यवाद।